हल्दी मेहन्दीको भिडियो आइसकेको छ है। भिडियो चाहिँ लामो हुनेछ, सो आशा गर्छु हजुरहरूले पुरै हेरिदिनुहुन्छ भनेर। सो हेलो एभ्रिवान, हजुरलाई स्वागत छ फेरि पनि मेरो सानो भिडियोमा है। अनि सोच्दै म चाहिँ अस्ति यो चाहिँ हल्दीको भिडियो हो, हजुरलाई थाहा भएकै कुरो हो है। अन्त यता चाहिँ म घर पुगेर रेडी पनि भइसकेँ होइन। आमाहरू चाहिँ एउटै हुनुहुन्थ्यो। अन्त यता चाहिँ म भट्टपट्टि रेडी भएर यता देविकालाई पनि रेडी हो भनेर हामी दुईजना रेडी भएर टोटोमा चढेर चाहिँ हामी पुग्यौँ बिहा घरतर्फ होइन। अनि यता चाहिँ सबै त गर्दै गर्नु भइरहेको रहेछ हो। अनि त्यतिकै म त यसरी हेरेको त बहिनीहरू त बसिरहेको रहेछ हो। अन्त यता मैले चाहिँ सबैलाई ढोकेँ होइन भित्र, तर मैले भिडियो चाहिँ बनाइनँ। अनि चाहिँ यता हामी चाहिँ भित्र गएर बस्यौँ होइन। अन्त कति भित्र बस्नु भनेर बाहिर निस्केको यता यहाँ आन्टीले चाहिँ भन्नुहुँदैछ, म त तिम्रो भिडियो पुरा हेर्छु त, लाइक कमेन्ट गर्छु भन्नुहुँदै थियो होइन। थ्याङ्क यू सो मच आन्टी। अनि त्यतिकैमा हेर्दै म आज तिम्रो भिडियो बनाइदिन्छु पुरा भने होइन। अनि यता फेरि आन्टीसँग कति साल बाद भेट भयो। आन्टीसँग चाहिँ अब आन्टी चाहिँ बाहिरै बस्नुहुन्छ हो। अनि म जाँदा अब आन्टी कोही कोही बेला मात्रै आउनुहुन्छ, बेसी त आउनु हुँदैन। अस्ति दसैँमा पनि हामी भेट भएन। अन्त यता त्यतिकैमा यता हेरेको यहाँ माइजूलाई देखेँ, उहाँ माइजूले पनि भिडियोहरू बनाउनुहुन्छ। अन्त फेरि पनि मैले उसकै भिडियो बनाइदिँदै थिएँ, ऊ चाहिँ हाँस्दै थिएँ होइन। यता सबै अनि उहाँ सबैजना बसिरहनु भएको थियो। यहाँ चाहिँ सबै हल्दी रसमको लागि बस्नुभएको होइन। अनि मलाई चाहिँ सबैजनाले सोध्नुहुँदै थियो, अझै त भिडियो आउँदैन त भन्नुहुँदै थियो होइन। अनि अब भिडियो त म बनाएर अपलोड गर्छु होइन। अब फेसबुकले चाहिँ अब जसले लाइकहरू गर्छ उसैकोमा मात्रै पठाइदिन्छ हो। अनि त्यही भएर मेरो भिडियोहरू चाहिँ कतिजनाकोमा जाँदैन। अनि यता चाहिँ अब हल्दी रसमको स्टार्ट सुरु पनि भइसक्यो। अनि यता चाहिँ मेरो फ्रेन्डहरू हेर्नु न साथीहरू, मेरो फ्रेन्डहरू चाहिँ मैले यति भेटेँ बिहामा है, म चाहिँ सक्ड भएँ। अन्त यता चाहिँ यहाँ मामा माइजूले चाहिँ रसम पनि स्टार्ट गर्नुभयो है। कति राम्रो देखेको थियो बहिनीलाई पनि, यता माइजूले पनि लगाइदिनु हुँदैछ हो। सबैजना मिलेर लगाइदिउँ हामीहरू सबै मिलेर है। अन्त यता आयो मेरो पालो, मैले पनि लगाइदिएँ। अन्त त्यतिकैमा यता अब चाहिँ आयो डान्सको पालो है त। यहाँ चाहिँ अब सबैजना डान्स गर्नु हुँदै थियो। कपिराइट लाग्छ कि के हो मलाई थाहा पनि छैन, लगाउँदा लगाएँ। अनि त्यतिकैमा भित्र आएर हेरेको त मलाई आन्टीले बोलाउनु हुँदै थियो। अनि यता आन्टीले चाहिँ चिया बनाएर दिनुभयो है। अनि धेरै दिन बाद खानु पाएँ आन्टीको हातको, थ्याङ्क यू आन्टी है। अनि त्यतिकैमा यता हामी बसिरहेको थियौँ। अनि कहिले कहिले गफ गर्दै अनि यता चाहिँ फेरि हाम्रो साथीहरू है त, यिनीहरू सबैजना उहाँ चाहिँ हो मेकअप आर्टिस्ट, आजको हल्दी रसमको मेकअप हो उसले गरिदिएको, यति राम्रो गरिदिएको थियो, धेरै मन पर्यो मलाई चाहिँ है। अनि यता सबैजना बसेर गफ गर्दै थिएँ हो, रोटीहरू खाँदै थिएँ। अनि त्यतिकैमा यहाँ बहिनी आएछन्। अनि उसले चाहिँ भन्दै थियो, दिदी म तपाईँको बिग फ्रेन्ड हो अरे होइन। थ्याङ्क यू बहिनी। अनि म त छक्कै परेँ, सानो सानो नानीहरूले पनि मेरो भिडियोहरू हेर्दा रहेछन् भनेर कति खुसी लाग्यो। अनि त्यतिकैमा यता यस्तो हेरेको त अब मेहन्दीको रसम स्टार्ट भयो है। अनि भट्टपट्टि त मेहन्दीहरू लगाउनुको लागि सबैजना तयारी गर्नु थाले। अनि साथीहरूले यता केकहरूको पनि बन्दोबस्त गरिदिनु भएको रहेछ। अनि यता केक कटिङहरू पनि भयो होइन, सबै मिलेर केकहरू कटिङ गरेँ। अनि त्यसको बादमा त यहाँ दिदीले चाहिँ मेहन्दी स्टार्ट गरिदिनु भयो। अनि भिडियो चाहिँ लामो हुनसक्छ भनेर मैले त्यति बेसी पनि लगाइनँ है। सो यहाँ पनि बहिनीले पनि लगाइदिँदै चाहिँ, यो बहिनीले चाहिँ मेरो पनि लगाइदिएको, मेरो बिहाको मेहन्दी पनि बहिनीले लगाइदिएको है। अनि त्यतिकैमा हाम्रो घर जाने बेला पनि भयो, राति पनि धेरै भइसकेको थियो। यता आन्टीहरू चाहिँ सबैजना बसेर बात गरिरहनु भएको थियो। अनि हामीले चाहिँ गएको है भनेर हामी चाहिँ निस्क्यौँ। अनि यता बहिनी पनि थिए, यता सबैजना थियो। अनि हामी चाहिँ सबैजना निस्क्यौँ। अनि थ्याङ्क्स फर वाचिङ माई भिडियो है। आउनेछ लङ ब्लग, अर्को बिहाको पनि आउनेछ, हेरिदिनु होला, धन्यवाद।